जब 100 लोग जन्म लेते हैं तो उनमें 99 के पास इच्छा और पसंद की अनुभूति होती है, मगर जुनून सिर्फ एक के पास होता है। फिर वो हार कैसे मान सकता है? सफलता के बारे में सोचना तुम्हारा अधिकार है, लेकिन सफल होने के लिए पहले तुम्हें खुद पर विश्वास करना होगा। मुझे तुमसे बस इतना ही कहना था। बाकी जिंदगी तुम्हारी है, अपने हिसाब से जियो। ऑल द बेस्ट। छुट्टी भएको समयलाई राम्रैसित सदुपयोग गर्दै आइरहेको छु र तपाईँहरू पनि राम्रैसित सदुपयोग गर्दै आउनला। ल हेर्नुहोस्, 41 तलाको दृश्य तपाईँहरूलाई देखाउँदैछु, कति राम्रो रहेको छ त, हैन? त्यही हो, तपाईँ हामीले काम गर्दा गर्दै पनि हैन केही कुराहरू पनि मध्य नजर दिएर तपाईँ हामीले अगाडि बढ्यौँ भने एकदम राम्रो हुनेछ। हेर्नुहोस् त, र उतापट्टि रहेको छ समुद्र नजिकै। तपाईँ हामी चाहिँ घुमफिर गर्नको लागि पनि आउन सक्नुहुनेछ। एकदम धेरै राम्रो ठाउँ पनि रहेको छ है। र तपाईँ हामीले जबसम्म केही कुरामा मेहनत गर्न सकिँदैन, मेहनत गर्नुपर्छ। मेहनत गर्न आएको मान्छे भइसकेपछि होइन। ल हेर्नुहोस् कति राम्रो रहेको छ होइन। कहिलेकाहीँ मनमा लागेको कुराहरू पनि बिस्तारो पुरा गर्नुपर्छ। एकैचोटि केही चिज पनि सायद पुरा हुँदैन। तपाईँ हामीले ठुल्ठुलो सपना देख्नु भएको छ भने पनि होइन, सानो सानो कुरालाई नै ठुलो बनाउने प्रयास गर्नुपर्छ। तपाईँ हामीले यही नै भन्न चाहन्छु। किन भन्दाखेरि हरेक चिजको समय पनि हुँदो रहेछ। हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् कति राम्रो ठाउँ रहेको छ। तर राति चाहिँ स्पेसल्ली तरिकाले घुम्न आयौँ भने धेरै राम्रो ठाउँ रहेको छ। हेर्नुहोस् त, त्यहाँ नजिकै रहेको छ समुद्र है। तपाईँ हामी घुमफिर गर्नको लागि राति चाहिँ धेरै खुबसुरत जग्गाहरू पनि रहेको छ। त्यही भएर तपाईँ हामीले घुम्नु पनि पर्छ। सधैँभरि काम टेन्सन तनाव लिएर पनि होइन केही कुराहरू पनि गर्न सकिँदैन। तर बिस्तारो सानो कुराले नै ठुलो बनाउनुपर्छ होइन। सिक्काबाट सुरु गर्नुपर्छ जे चिज पनि है होइन। र तपाईँ हामीले चाहिँ जे चिज पनि सानो सिक्काबाट सुरु गर्नुभयो भने नोटमा परिवर्तन गर्ने प्रयास तपाईँ हामीले गर्नुपर्छ। भन्छ नि, कमाउन नसकेको धन र रमाउन नसकेको मन, बिर्सिन सकेको दिन र तिर्न नसकेको दिन है। किन भन्दाखेरि यो चिजहरूबाट तपाईँ हामीले मुक्त पाउन सक्नुहुनेछ होइन। हाम्रो सरहरू यहाँ एकदम। हेलो सर, नमस्ते, ह्याप्पी गुड मर्निङ रिएक्सन। हामी आज बिदाको दिन, ईदको दिन हामीले छुट्टीलाई सजिलो गर्दै हामी घुम्न आएका छौँ। मलका सर आज यस 41 तलाको बिल्डिङमा हामीले आज भ्रमण गरिरहेका छौँ, घुमिरहेका छौँ, दृश्य अवलोकन गरिरहेका छौँ। र हजुरहरू पनि आउनुहोला, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। र हजुरहरू पनि आफ्नो समयलाई सजिलो गरेर टाइम मिलाएर चाहिँ आउनुहोला, हेर्नुहोला, बुझ्नुहोला ठाउँ के कस्तो छ भनेर हजुर सबले पनि बोल्नुहोला। धन्यवाद हाम्रो मनोज सर। यहाँ हाम्रो सरहरू एकदम बिजी व्यस्त हुनुहुन्छ। लाइभमै हो, होइन भिडियो हो, भिडियो हो, पछि हाल्नु पर्छ होइन। र यहाँ चाहिँ एकदम राम्रो ठाउँ रहेको छ, हेर्न सक्नुहुनेछ। तर राति चाहिँ घुम्नुलाई बडा रमाइलो लाग्थ्यो होइन, केही छैन फेरि। तर मलसियामा राति नै घुम्नुलाई धेरै राम्रो लाग्छ। यहाँ भनेको दृश्यहरू
इंडिया और नेपाल हाम्रो इंडिया देशको टूरिस्ट काम करने के लिए आया था। काम करने